भगवान सम्झी कर्म मेरो साथै बाज मेरी कर्म मेरो लिगाको खेला बसिला जडगिरी पल्लिका मखान हेलो गाइस, फेरि पनि सबैजनालाई स्वागत छ भ्लगमा। कालाको आज चाहिँ म बजे हामी बैकुण्ठ धाम जाँदैछौँ। यो चाहिँ चन्द्रगिरी हिल्स त्यहाँ पारि काठमाडौँमा यति पछाडि पनि यस्तो दामी घरहरू बजारहरू छ नि। यस्तो राम्रो राम्रो घर छ यो एरियामा पनि क्या। यो त धेरै टाढा हो नि। हाम्रो फुपू र बजे चाहिँ बाटो बाटोमा फुल टिप्दै माग्दै हिँड्दै गर्दैछन्। हाम्रो बजेको फुल चाहिँ बाटोमै छोडेर आयो। यति राम्रो रोज अब लगा यति मस्त टल्काएर लाउँछन्। अब काँटो ल्याएन कहीँ गएको छैन काँटो रबड चाहिँ छैन। रबड खै रबडा छ लाउने हो। होस् है बजे त ढकमक्क खतरा भयो त। मैले ल्याइदिया हो नि त, ल्याइदिया। हामी तीनजना चाहिँ फाइनल्ली जाँदैछौँ। हामी बैकुण्ठ धाम जाँदैछौँ। जय भगवान बैकुण्ठ बासै जाऊ। त्यहाँ गीत छ त बैकुण्ठ धामको के बैकुण्ठ हामीलाई पनि कृष्ण लैजाऊ बैकुण्ठ चन्द्रगिरीको जङ्गल भन्छ हामीलाई पनि लैजाऊ भगवान बैकुण्ठ। दामी छ त्यहाँबाट त रक्क नजिकै छ नि। बैकुण्ठ यी काफलहरू घेर त अर्थ यो रे यी काफलहरू कितनो नानी क्या अनु गाना छ नि कि भेटाए हामीले। छैन देखिँदैन छ छ दाना नाना नाठिला यी काफलहरू बुइयो इन दुई बाटामुड कन्जे काफलो रुख देखारेन कन्जे फुल देखारेन बैकुण्ठ धाम भन्ने टिब्बर आफूले चोरी चोरी हिँडा छन्। अनप्लान्ड भएर चाहिँ यस्तो रमाइलो भयो क्या। म चाहिँ यत्तिकै आएको छु यत्तिकै हिजो बजेलाई भेट्न आएको थिएँ। यहाँ चाहिँ के प्लान भएर अनि नुहाइ धुवाइ गरेर हामी हिँडिसकेका छौँ। के रहेछ पछाडिको चाहिँ यहाँ चाहिँ हाम्रो माता त्यता जाने बाटो अनि यो चाहिँ हाम्रो बैकुण्ठ धाम जाने बाटो चाहिँ हाम्रो भगवती। ओम नमो भगवते वासुदेवाय। यस्तो दामी फुल त बजेका मुन्डामा छन् खतरा। के भनिदियो बजे मेरा ब्लगमा। भगवती माता की जय जय महादेवी जय। म चाहिँ शीतल रुक्मणी बस्छु। के भन्यो कि भ्लगमा मैले त भन्नै आउँदैन। बनाउनु मन लाग्छ स्टार्ट गर्न आउँछ। कन्टेन्टै के बनाउने थाहा हुँदैन। बाटो चाहिँ दामी छ। तिनीहरू दुईजना गफ गर्दै आइरहन्। हेर्दै गर्नु होला मेरो जेपिटी भ्लग। नाम नै जेपिटी भ्लग राख्नु पर्ला अब नाम। हम त घुम्नु जान्न आर्यौँ बैकुण्ठ धाम दर्शन बैकुण्ठ धाम गाइजाउ बजेले के बैकुण्ठ भन्थे धाममा जाँदैछौँ। भुँड्यो हाई हजुर सबैजनालाई राम्रो होस्। सबजनालाई देश पुरुषोत्तम परदेश महिनाको बसेका नमस्कार। बच्चाहरूलाई सबैलाई पुरुषोत्तम आशीर्वाद भगवानले सबलाई रक्षा गरौँ। मलाई त मेरो भ्लगमा के भन्नै आएन। यहाँ सुन फुपू नाच बाटमरी नाच न इका जो र पनि गङ्गाका जो हे कृष्ण राधाले भनेछन् कृष्ण कृष्ण राधाले हरे कृष्ण हरे कृष्ण हरे राम 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 हरे हरे राम हरे राम 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 हरे 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 कृष्ण 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 हरे राम राम हरे राम 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 राम। घना जङ्गलको बिचमा हामी तीनजना भगवानको नाम लिँदै बैकुण्ठ धाम जाँदैछौँ। हामी कृष्ण भगवानको मन्दिरमा बैकुण्ठ धाममा दर्शन गर्दैछु। महान भावहरू सबैलाई आशीर्वाद पाउन्, सबैले शान्ति पाउन्, सबैको लागि भलो चिताउन् भगवान श्री कृष्णले। जय श्री कृष्ण जय राधा श्याम।
हर हर महादेव हर हर महादेव हर हर बजेको फुल रहेछ अहिले त अहिले त रक्कै छ नि मस्त देखिया बजेको फुल जय चाहिँ भगवान ठिकै रहेछ हामीको लाइले धेक्के रहेछ अस्तिले अनि मेरो साह्रै धेको थियो कि यो सबै कुरा हामीले प्लान नगरी भएको पुगिसकेका छौँ वैकुण्ठ धाम बजेको कृपाले हामीले देख्न पायौँ कुकुर मैले पनि बजेलाई धेरै धेरै धन्यवाद छ बजेलाई। वैकुण्ठ धाममा हाई कृष्ण भगवानको मन्दिर अरे राम। वैकुण्ठ धाम लौ देखाऊ वैकुण्ठ धाम त्यहाँ ऊ देख्यो कति राम्रो यता देखाऊ न यहाँ नयाँ नानी आफै देखाऊ यही वैकुण्ठ बाटोबाट ढोक्दै हामी जाँदैछौँ। यो नाच्ने गाउने दिउँसो लाग्छ भोजन लाग्ने यहाँ हो यहाँ के गाईहरू हुन्छ गाई त भरे गाईको थियो यो भोजन लाग्ने दिन्छ सधैँ अन्त अनि कस्तो त माद लागेको छ त यो चाहिँ हाम्रो वैकुण्ठ धाम आरुको रुख बजे गइहाल्यो आरु ठान आरुको रुखमुनि हाम्रा गैरी भन्दा बगतै भएन ल स्टार्ट गैली से लबसेर नोला जनकिडी पाक्याका खान पाक्याका खान हेवल्लीका कोखेला बसिला जनकिडी पल्लीका मखान पल्लीका मखान जय श्री राम जय श्री राम 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 सबै वैकुण्ठ धाम है ल भनौँ अँ हे राम सातै लक्ष्मण सातै सीतापन सातै बाज मेरी सीतापन सातै हे जहाँ जानु भगवान सम्झी कर्म मेरो सातै बाज मेरी कर्म मेरो गाईलाई रुखमुनि हामी गाना गाउँदै हिँड्दै हामी फोटो खिच्दै अगाडि बढेका छौँ। अब फुपूको पालो फोटो सुट गर्नु पहिलोमा धेरै नि कुमार्नु यस्तो दामी आरुको रुख छ नि यहाँ हेर्नु न यहाँ कसैले गाली गऱ्यो भने खतम छ पिङ खेल्दै मस्त बजे आफ्नो फोटो खिचेर ऊ त्यहाँ पुगिहाल्यो हेर न अब फुपू र म यो आरुको बोट मुनि फोटो खिच्दैछौँ। सिलवाल तथा भार्या प्रेमसी सिलवाल तस्यां पुत्रः द्वितीय गर्भ वासुदेव कुमारस्य अन्नप्राशन दिने नक्षत्र वृषराशि शरीरस्य वासुदेव कुमार एकछिन बसेर मन्दिरमा चाहिँ आनन्द आयो। यो चाहिँ मन्दिर हो। अब हामी बाटोमा फल आल्चाको बोट हाम्रो वैकुण्ठ धामको श्रीमन नारायणको पूजा गरेर हामी अब घर पुगेका छौँ। बाटोमा हामीले के पाएछौँ
आरू र के हो आल्चा आल्ची आरू र आल्चा पाएर हामी जाँदैछौँ कस्तो छ हामी दुईजना फुपू भदै घर जाँदैछौँ टक्क लाएर ए पोरी बैकुण्ठ धामबाट आइयो बैकुण्ठ धाममा रोड कृष्ण बनिरहेको मेरो कृष्ण कृष्ण मेरो कृष्ण कम्बर सम्बर कसेर हामी हिँडिसक्यौँ बैकुण्ठ हामीलाई पनि लैजाऊ न हामी दुइटा भएपछि के को पठाऊ के को एङ्गो चाहियो हाम्रो पैदल यात्री नै हाम्रो पैदल पठाऊ यात्रामा आनन्द हाम्रो खुट्टा नै हाम्रो टायर हो 4 पाङ्ग्रे होइन हाम्रो 2 पाङ्ग्रे छ दुई पाङ्ग्रेमा खतरा 2 पाङ्ग्रेमा उडी उडी 4 पाङ्ग्रे भन्दा त बढी हिँडिदिन्छौँ जहाँसक्कै गइदिन्छौँ हामी यसरी नै हाम्रो ब्लग हाम्रो बिग्रेको ब्लग हेरिदिनु होला धन्यवाद यही समाप्त हुन्छ हाम्रो कथा